कोरियामा पनि नेपाल जस्तै 4वटा सिजन हुन्छन्, तर यहाँको मौसम अलि फरक छ। आज त्यसैबारे छोटो जानकारी दिउँ। फोम वसन्त मार्चदेखि मेसम्म हुन्छ। यो समय न्यानो हुन्छ र सुन्दर फूलहरू फुल्छन्। मानिसहरू फूल हेर्न घुम्न जान्छन्। यरम गर्मी जुनदेखि अगस्तसम्म। यो समय धेरै तातो हुन्छ र पानी पनि धेरै पर्छ। 30 डिग्री भन्दा माथि पुग्छ। त्यसैले मानिसहरू समुद्र किनार वा घुम्न जान्छन्। खाउल शरद सेप्टेम्बरदेखि नोभेम्बरसम्म। यो समय मौसम सफा र चिसो हुन्छ। रङ्गीन पातहरू हेर्न धेरै मानिसहरू पहाडतिर जान्छन्। ख्यौल जाडो डिसेम्बरदेखि फेब्रुअरीसम्म। यो समय धेरै चिसो हुन्छ, -10 डिग्रीसम्म पुग्छ। यो समयमा धेरै ठाउँमा हिउँ पर्छ। कोरियन मानिसहरू हिउँसँग खेल्न र रमाइलो गर्न मन पराउँछन्। विशेष गरी स्की खेल्नका लागि मुजु जस्ता ठाउँहरूमा धेरै मानिसहरू जान्छन्। हिउँ परेको बेला पहाडहरू सेताम्य हुन्छन् र दृश्य निकै सुन्दर देखिन्छ। त्यसैले जाडो मौसम चिसो भए पनि रमाइलो र आकर्षक हुन्छ। कोरियामा 3 दिन चिसो 4 दिन न्यानो भन्ने प्याटर्न पनि हुन्छ। मानिसहरू गर्मी र जाडो भन्दा वसन्त र शरद मन पराउँछन्। तर आजकल मौसम परिवर्तनका कारण यी सिजनहरू छोटो हुँदै गएका छन्। अब तपाईँ कोरियाको मौसम सजिलै बुझ्न सक्नुहुन्छ।